So hi everyone and welcome back again my short mini vlog. So आज चाहिँ मलाई यस्तो बोरिङ भइरहेको छ हैन। साथसाथै म चाहिँ तपाईलाई मेरो सानो एउटा मिनी भ्लग देखाउन चाहेको छु। हेर्नुस् न कस्तो दामी कोकोनटले बनाएको अनि कस्तो दामी हो। अनि यो चाहिँ कस्तो कडा छ यो चाहिँ कोरल। अनि यहाँ चाहिँ 1 हप्ता जति पानी परिरहेको छ हैन। तपाईँलाई म बाहिरको टुर देखाउँछु। हेर्नुस् यहाँ चाहिँ कस्तो छ भन्दाखेरि 1 हप्ता जति भइसक्यो पानी परेकै हावा हुरी बतास चल्छ हैन। अझै यस्तो जाडो पनि नभइरहेछ। हेर्नुस् म त यस्तो लगाइरहेको छु। अन्त चाहिँ हेर्नुस् बेलुका चाहिँ यस्तो छ हावा चलिरहेको छ हैन। सो मैले त्यसै कारणले म पनि बाहिर निस्केको छुइनँ अनि भिडियोहरू बनाएको छुइनँ भ्लगहरू हैन। यस्तो जाडो छ सुत्नु मात्रै मन लाग्छ हो। अनि चाहिँ हेर्नुस् गाइस छैन यहाँ। बेलुका चाहिँ यस्तो दामी देख्छ। पर देख्दै गरेको चाहिँ हो अर्कै आइल्यान्ड हो। यहाँ अर्कै आइल्यान्ड हो अनि यहाँ पर देखेको पनि टुरिस्ट आइल्यान्ड हो। अनि त्यहाँबाट देखेको चाहिँ लाइट भएको चाहिँ रिजोर्ट हो रिजोर्ट। अनि चाहिँ नाइट व्यू जस्तै छ हो गाइस। अनि म तपाईँहरूलाई देखाउँछु। हेर्नुहोस् यस्तो हावा त मलाई उडाउँछ हावा चाहिँ सो म तपाईँलाई देखाउँछु। सबै हो स्क्र्यापले चाहिँ घर बनाएको हो। स्क्र्याप नाइट व्यू चाहिँ हेर्नुहोस् लोबस्टर कति बेसी अहिले लिएर आएछ। अनि यो खालको फिस हालेको छ ठुलो खालको कस्तो दामी फिस। तर यसले चाहिँ पुरा यो ट्याङमै पुरा सफा बनाउनु रहेछ क्या। यो चाहिँ के हो मलाई थाहा छैन के हो। अनि चाहिँ लोबस्टर हेर्नुहोस् गाइस दिवाली चाहिँ यहाँ आएछ हैन। यो चाहिँ मैले बनाएको अनि यो पनि हो हैन पानी झरीमा। सो दिवाली चाहिँ यहाँ आइरहेको छ। सो सबैजनालाई ह्याप्पी दिवाली एन्ड एडभान्समै भन्दै। हेर्नुहोस् कस्तो दामी दामी सेलहरू छ कोरल